आउनुहोस् दर्शक वृन्दहरू, मेरो युट्युब च्यानल अभियान टिभीमा यहाँहरूलाई हार्दिक स्वागत तथा नमस्कार। अहिले चाहिँ दिनको ठिक 4 बजेको छ र मौरीहरू चाहिँ यस्तो यो गर्मीले गर्दा यहाँ देख्न सक्नुहुन्छ कि पुरासँगले यिनीहरूले फ्यान चलाइरहेको छ कि पुरा वहाँ गरेर आवाज आइरहेको छ। यहाँ देख्न सक्नुहुन्छ कि मौरीहरू पुरै फ्यान चलाइरहेको छ। यिनीहरूले यहाँ बाहिर चाहिँ यसरी पखेटा घुमाएर भित्र घारलाई एकदम कुल चिस्यान गराउने काम गरिरहेको छ। यहाँ देख्न सक्नुहुन्छ कि मौरीहरू यस्तो भने यो गार हो भने यो अर्को गार यतातिर देख्न सक्नुहुन्छ। यहाँ अर्को गार पनि एकदमै अर्को गार पनि त्यहाँ त्यसै गरी बसिरहेको छ। यहाँ अर्को गार पनि यसै गरी बसिरहेको छ। यो दुई गार मौरी चाहिँ एकदम मजबुत मौरी छ। यो चाहिँ फागुन अन्तिम सातातिर यो विभाजन गरेको मौरी हो। यो दुई गार यो विभाजन गरेको मौरी हो यो दुई गार। तर यो दुई गार एकदम मजबुत भएको छ। यो तल्लोलाई चाहिँ प्रत्यक्ष घामले सेक्ने भएर घारलाई यो अलिक बढी मात्रामा बाहिर निक्लेछ भने यो चाहिँ अलिक कम यसलाई चाहिँ घाम पर्छ, यो पर्दैन। यो माथि चाहिँ यस्तो यो पानी ट्याङ्की हो। यो माथि पानी ट्याङ्की भएको कारणले गर्दा यो घारलाई चाहिँ त्यति प्रत्यक्ष घाम पर्दैन। र पनि अहिले यो गर्मीले गर्दा यो घार मौरी पनि यसरी घाम नपरे पनि यसरी यो पुरै बाहिर चाहिँ वहाँ गरेर यसले फ्यानको काम गरिरहेको छ। यो मौरीहरूले भित्र घारलाई चिस्यान बनाउने काम, कुल बनाउने काम यसले गरिरहेको छ। यिनीहरूले कुलिङ फ्यान चलाइरहेको छ। देख्न सक्नुहुन्छ दर्शक वृन्दहरू, मौरीहरू धेरै गर्मी भएपछि यसरी वातावरणलाई सन्तुलन बनाउने काम गर्छ। यस्तो यो मजबुत मौरीहरू छ भने यतातिर अरू घारहरू चाहिँ प्राय यसपालि मैले चाहिँ घारहरूलाई नियन्त्रण गर्न सकिनँ। यो घारहरू सबै यो छुटिएर गयो। यो पनि यो मौरी पनि छुटिएर गयो। थोरै मात्रामा त छ। यो घार मौरी पनि छुटिएर गयो, थाहै नपाइकन गयो। र मौरी चाहिँ यो भाले मौरी हुर्किरहेको छ। तर मौरीहरू अत्याधिक मात्रामा मर्यो भने चाहिँ यो मौरी छुटिने सङ्केत हुँदो रहेछ। त्यो भइदियो भने चाहिँ अब मौरीहरू छुटिँदैछ भनेर चाहिँ बुझ्नुपर्ने रहेछ। किन भन्दाखेरि अब बुढो मौरीहरू त अब छुटिएर गएर त छिटै अब त मरिहाल्छ। अब त्यो करिब महिना दिन अब लागिहाल्छ बच्चा हुर्काउनुलाई। अब केही समय अब काम गरेर चाका निर्माण गर्नु पर्यो। मौरी चाहिँ अब यो कर्मी मौरी चाहिँ 21 दिनमा जन्मिने भए तापनि उसले चाहिँ अब यो नयाँ छुटिएर जानेहरूले त अब नयाँ अब सिर्जना गर्नुपर्ने हुन्छ। त्यो हुँदाखेरि उसलाई अब 2-4 दिन हप्ता दिन जस्तो त उसले अब चाका निर्माण गर्नै लागिहाल्छ। अनि त्यसपछि चाका निर्माणपछि अब रानीले फुल पार्नु पर्यो। फुल पारेको अब 21 दिनमा यो कर्मी मौरीहरू जन्मिन्छ भनेपछि त्यसमा भनौँ न अब बुढो मौरीहरू गएपछि अब छिटै मर्ने भएर अब त्यो मौरी चाहिँ मासिन पनि सक्ने हुँदाखेरि यिनीहरूले चाहिँ अटोमेटिक यो बुढो मौरीहरू चाहिँ मर्दिने गर्दो रहेछ। अनि जब अब जवान मौरीहरू भर्खर निक्लेको मौरीहरू मात्रै भएपछि अनि त्यो चाहिँ रहेपछि अनि मौरी चाहिँ छुटिएर जाँदो रहेछ। यहाँ देख्न सक्नुहुन्छ दर्शक श्रोताहरू, यो घार मौरी छुटिएर गयो थाहै नपाइकन। अनि यो घार मौरी त्यस्तै मजबुत हो। यहाँ हेर्न सक्नुहुन्छ दर्शक श्रोताहरू, यो घार मौरी सबै छुटिएर गयो। मैले अब यो यसपालि 2 घार मात्रै मैले मौरी छुटिएको मौरी राख्न सकेँ। तर मौरीहरू यसरी यो सबै छुटिएर गयो। छैन यो मूल घार हो। त्यो उपरतिर पनि मूल घारहरू हो। मौरी नै छैन, सबै कहिले छुटिएर गयो। यो मौरीहरू चाहिँ यो छुटिनुभन्दा अगाडि चाहिँ एकदम मरिरहेको थियो। र मर्नुको कारण चाहिँ अब यसमा चाहिँ अब त्यो वृद्ध मौरीहरू अलिक उमेर पुगेको मौरीहरू चाहिँ
अनि यो मर्ने रहेछ। अनि त्यो भइसकेपछि त्यो मौरी मरेर सकिएपछि चाहिँ छुटिने गर्दो रहेछ है दर्शक श्रोताहरू। यो मेरो अनुभव हो। र मौरी धेरै मर्न लागेको भाले मौरी हुर्किरहेको छ भनेपछि अब यो मौरी चाहिँ केही दिनभित्रै अब 2-4 दिनभित्रै 1-2 दिनभित्रै यो मौरी छुटिएर जाँदैछ भनेर चाहिँ आफू होसियार हुनुपर्ने रहेछ। भने यो समायोजन गरेको मौरी हो। यो मौरी अब राम्रै हुर्किरहेको छ। यो मौरी चाहिँ 2-4 मुठी मात्रै थियो। यसलाई चाहिँ अब फेरि अब केही एक फ्रेम मौरी चाहिँ यसमा समायोजन गरिदिएपछि यो चाहिँ बिस्तारै हुर्किरहेको छ। यो मौरी चाहिँ बिस्तारैसँग हुर्किरहेको छ। यो मौरी बिस्तारै हुर्किरहेको छ। यहाँदेखि सुन्नुहुन्छ है। भने यतातिर यो अर्को घार छ। यो घार मौरी चाहिँ एकदम पहेँलो छ। यहाँदेखि सक्नुहुन्छ यो धेरै पहेँलो मौरी छ। यो बाहिरबाट छोपेर ल्याएको मौरी हो। यो एकदम पहेँलो मौरी छ। यो चाहिँ धेरै पहेँलो मौरी छ। एकदम पहेँलो छ है दर्शक वृन्दहरू। यहाँदेखि सक्नुहुन्छ मौरी पहेँलो छ। यो बाहिरबाट छोपेर ल्याएको मौरी हो। यो धेरै पहेँलो छ यो मौरी। यहाँ देख्न सक्नुहुन्छ हो कस्तो पहेँलो छ ती। एकदम पहेँलो पहेँलो मौरीहरू यसमा छ। ती देख्न सक्नुहुन्छ दर्शक श्रोताहरू। यो चाहिँ मौरी पहेँलो छ। भने यो 2 यार मौरी त एकदम मजबुत मौरी हो। मजबुत छ। यो फागुन अन्तिम साता बिहाजन गरेको मौरी हो। यसलाई चाहिँ यसरी प्रत्यक्ष घाम पर्ने भएर अझ यो चाहिँ धेरै यसरी कुलिङको काम गरिरहेको छ। घरलाई एकदम चिसान गराउने काम गरिरहेको छ। यो मौरीहरू चाहिँ यस्तो यो अटोमेटिक यिनीहरूमा के भन्नु, यो प्रकृतिले दिएको यो गुण यस्तो यो यिनीहरूले घरलाई आफै सन्तुलन राख्छ। गर्मी भए चिसान गराउने र चिसान भए गर्मी गराउने काम यिनीहरूले, हिट गराउने काम यिनीहरूले अटोमेटिक आफै गर्छ। यस्तो छ यो 2 यार मौरी। यो चाहिँ अब यो रानीबिन यो बिपा चाहिँ मौरीबाट हुर्केको रानीबाट फैलाएको यो मौरी हो। यो चाहिँ अरू घारभन्दा यो चाहिँ बहुत कालो कालो मौरीहरू छ। यहाँ देख्न सक्नुहुन्छ यो कालो मौरीहरू छ। र यो चाहिँ एकदम राम्रो पनि कालो मौरी चाहिँ राम्रो काम गर्दो रहेछ। यो कालो मौरी छ र यिनीहरूले चाहिँ एकदम राम्रो काम पनि गरेको छ। यिनीहरूले बहुत राम्रो मह हाल्छ है दर्शक श्रोताहरू। यो मौरीहरूले चाहिँ एकदम राम्रो मह हाल्छ। अब यसलाई चाहिँ यो जेठ 15 पछि चाहिँ यसलाई काट्नुपर्छ। यस्तो सेतो यहाँ देख्न सक्नुहुन्छ दर्शक प्रिन्टहरू सेतो न सेतो कुट यहाँ देख्न सक्नुहुन्छ हो सेतो न सेतो कुट लिएर आइरहेको छ। यहाँ यो 2 यार मौरी। यस्तै मौसम भइदियो भने त, यस्तै घाम लागिदियो भने चाहिँ यो मौरीले धेरै मह लगाउँछ। जेठ 15 सम्ममा यो मौरीहरूले राम्रो काम गरिसकेको हुन्छ। मौसम बिग्रिदियो भने चाहिँ अब भएको मह पनि यिनीहरूले खान्छ। मौसम चाहिँ यस्तै घाम लाग्दिनु पर्यो। अहिले अब अस्ति पानी परेर एकदम जमिन भिजेको छ। विभिन्न फुलहरू अब जमिनमा पनि फुल्ने गर्छ। त्यो भएर चाहिँ यिनीहरूले राम्रो मह हाल्छ। दर्शक वृन्दहरू यो मौरीले यसरी कुलिङको काम गर्छ। यहाँ देख्न सक्नुहुन्छ। हस् धन्यवाद दर्शक वृन्दहरू।